गुड मर्निङ गाइज। बिहानको बजे छ अहिले 8-9 बजिसकेछ र आज हामी गर्दैछौँ नास्पातीको कटिङ। पहिला भाइले नास्पाती लिएर लगाएको थियो नि, त्यो इन्डियाबाट कलम गरिदिएको सक्सेसफुल भएको थियो। हेर्नु त यति ठुलो पौधा भइसकेको छ र अहिले हामी गर्दैछौँ कटिङ। र कटिङ गर्दा गर्दै मम्मीले ड्यास ट्याप गरिहाले, फेरि बनाना लिभ्स लैजा भनेर, गाईको लागि एकदम राम्रो हुन्छ यो। र त्यसपछि हामी गयौँ फेरि पारि खेतमा। यता पनि बहुत सारा छन् नास्पातीको पौधा। हेर्नुहोस् कति ठुला ठुला भइसके। बिहानको फिनिस गरेर फेरि हामी जाँदैछौँ पारिवालाको खेतमा। यी हेर्न सक्नुहुन्छ हाम्रो गहुँ लगाएको यति राम्रो त भएको छैन, त्यही पनि अलिअलि राम्रै छ भनौँ। र यता हामी आइसक्यौँ फेरि पारी खेतमा। यहाँ पनि छन् बहुत सारा पौधा छन्, सबैको कटिङ गर्ने हो। र भाइले कटिङ जारी राखिरहेको छ र म भिडियो बनाउँदैछु है यसको। फेरि क्यामेराम्यान मलाई बनाएको छ भाइले। यति राम्रो हरियाली छ, हेर्न सक्नुहुन्छ कति राम्रो हरियाली छ गाउँमा। यहाँ पनि बहुत सारे हैं। Tenang udah selesai. Lo kelihatan kan? Saya ni apa? अब तल होला नि। फाइनली यहाँ पनि फिनिस भइसक्यो र अब हामी जानेछौँ तल्लो साइड। हेर्न सक्नुहुन्छ गाउँको भ्यू कति राम्रो छ, कति रमाइलो छ। भन्छन् नि गाउँमा मन लगाउनु पर्दैन, आफै लागिहाल्छ मन। यति राम्रो राम्रो भ्यूजहरू हेरेर, यति राम्रो नेचर, आहा यस्तो मन लोभ्याउने नेचर छ। कहिलेकाहीँ हाम्रो गाउँ घुम्न आउनुहोस् है, वेलकम छ तपाईहरुलाई हाम्रो गाउँमा। Snack wrappers crinkle, crumbs on the dash, your hair entangles, sunlight and flash. के भन्छ? खुट्टा बिच किन सफा गर्न जान्छ? जामा छिरो ढिरो हाल्नु चाहिँ मार्छ नि। Kayak 2 hours later. But you still hum the missing bits. Every note, a little lift, every mile song. त्यसपछि हामी आयौँ फेरि चोइए काट्न। यसलाई फेरि हाम्रो गाउँमा चोइए भन्छन्, हजुरहरूको गाउँमा के भन्छन् प्लिज कमेन्ट गर्नु है। यसले फेरि हाम्रो गाईको लागि, यसको पत्ता चाहिँ गाईको लागि युज हुन्छ र यसको जो डन्डाहरू छ यसको फेरि डोकोहरू बनाउने, यस्तो टोकरीहरू बनाउने काम लाग्छ। कौन है ये? गाउँले जिन्दगी छोरा छोरी पिठुमा नि बाबु, छोरा छोरी पिठुमा माउ गर मते गर।
उम्, बस पोज ल बनियो अया घास घास अपने आप ही ओए घास अपने आप ही चल रहा है बन्नी यो रे यो रिरोस मलाई जिजोलाई घाँस हिँड्यो फाइनली घाँस पनि काटेर फिनिस भइसक्यो र आजको लागि यति नै। फेरि भेटौँला। भिडियो मन परे लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। बाई बाई।